भात खिचिस बुढीले ल्याइदिएको भात थपक्क होइन लास्टमा त बुढीले ल्याइदिएकै भात खाँदो रहेछ त नि यहाँ बस्यो अनि दुनियाँभरको केटीहरूसँग भिडियो बनायो होइन मस्क्यो अनि ए माछा दे यहाँनिर थाल आफै धुन्छ पानी त राम्रो रहेछ त तिमीले सिकाएको होला है घरमा ट्रेनिङ दिएको रहेछ ओ अर्को बहिनी पनि आउनु भयो माछा लिनु हो ए ल फेन सिलिङ फेन कि टेबल फेन ए ऊ छिटो मान्छे आइसक्यो यहाँनिर के थाल घुमाइरहन्छस् अब आयो अन्दाजमा आयो माछा टिप्यो कति किलोको के नसोधिकन मुख भरि के हालेको थियो हनुमान जस्तो त्यो पानी निलिहाल लाग्छ तेरो बाजे आँखा यो फेन कसले नसोधिकन लिएर यहाँ जोड्नु भन्यो फेनहरूले ल्याइदिएको फेन कि तलको फेन पैसा निकाल अब ए यो त कति 4000 को आएन त्यही होइन यो फेरि ऊ हो नि त ब्याङ्कबक्स कम्पनीको हो नि त ब्याङ्कबक्स ए फेरि बढी ऊ फेरि अर्कोले ऊ तिमी मुख ऊ पेट भर छोड्देऊ हामी यहाँ काम गर्छौँ आफ्नो काम गर्छौँ तिमी आफ्नो काम गर्छ होइन पैसा निकाल ऊ आँखा अड्काएको जतिखेर पैसा निकाल के गर के मलाई निकाल भनेको छु बहिनीलाई फिर्ता दिए भनेको छु तेरो पैसा हेर्नु पाएको छैन त्यसको हात उजाउँछ खालि हात उजाउनु जानेको छ 3 4 31 32 अर्काको पैसा किन गन्दा के हुन्छ र यस्तो भन्दा फेरि तेरो माछा बिक्री हुँदैन नि फेरि 34 35 36 पेनको पैसा दिनु आँटेको ओके थ्याङ्क यू मेरो भाइ पेनको पैसा दिन 32 33 त्यति मात्रै दे 33 पुऱ्याएको थिइस् होइन औतालाई चाहिँ 5000 भनेको होइन 33 निकाल 33 दे नि त है किन दिनु अर्काको पैसा किन बलियोडी खोजेको फेनको पैसा अनि फेन उखालेर लाने तैले पर्दैन के को पर्दैन कहिले ए भाउजूसँग कुरा हुन्छ तपाईसँग हुँदैन कसरी कुरा हुन्छ म घरको मान्छे मूलमुखी अनि भाउजूलाई दिएर हुन्छ तपाईँ मूलमुखिया म घरको लक्ष्मी हो भाउजू होइन उसले त्यस्तो व्यवहार गर्दैन पैसाको व्यवहार गर्दैन उसले खानपिन पकाउने मैले थुपार दिने त्यति मात्रै हो उसको काम घरको लक्ष्मीको के काम घरको लक्ष्मीको के काम घरको लक्ष्मीको त लक्ष्मी त मैले राख्ने हो तिजोरीमा घरको लक्ष्मी राख्छ लक्ष्मी कि छोरा मान्छेले राख्छ छोराले राख्छ त के गएत भन्छस् यो छोराले चलाएको सरकार हो बुझिस् चुपचाप निकाल छोरी मान्छे लक्ष्मी होइन हो नि त छोरी मान्छेसँग कुरा मिल्छ महिला नै पैसा दिन्छ